Hi everyone, welcome to my new YouTube video. आज चाहिँ म पोखरामा मैले गरेको प्याराग्लाइडिङको सानो ब्लग लिएर आएको छु। आशा छ यु विल इन्जोय। हजुरहरूलाई एकदम मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब चाहिँ गर्दिन नबिर्सिनु होला। र यति रमाइलो प्याराग्लाइडिङ गर्नको लागि के गर्नुपर्छ त? पहिलो काम हो फर्म भर्नुपर्छ। कुनै ट्राभल एजेन्सीमा गएर फर्म भर्नुपर्छ। फर्म भरे सँगसँगै दस्तुर पनि दिनुपर्छ। दस्तुरको लागि मैले तिरेको थिएँ 7500 है। यो चाहिँ हामीलाई त्यहाँ पोखरादेखि सारनकोट डाँडासम्म लिएर जाने भ्यान। र भ्यानमा थुप्रै हुनुहुन्थ्यो। नेपाली सँगसँगै नेपाली कम हुनुहुन्थ्यो भने विदेशीहरू धेरै हुनुहुन्थ्यो। यसमा चाहिँ मलाई एकदम प्राउड फिल भयो। अनि यहाँ फर्मसम भरेर दस्तुर तिरेर म रेडी अवस्थामा छु। र पैसाको फर्म पनि भरे, सिग्नेचर पनि ट्याक्क गरेँ मैले। अनि अब लाग्यौँ हामी सारनको डाँडामा। अब डाँडा त एकदम माथि सारनकोटको डाँडामा भने जस्तै एकदम माथि रहेछ। पोखरा लेकनाथ के अरे फेवातालको लेक साइडबाट हामीलाई सारनको डाँडा जानलाई लगभग 30 मिनट जस्तो उकालो चढ्नु पर्यो गाडीमा है, हिँडेर होइन। त्यसपछि सारन र यो बाटो हेर्दै हामी पुग्छौँ सारनकोट डाँडामा। यति डाँडामा नि घर कसरी बनायो होलान्, कसरी बाँच्या होलान् भन्ने जस्तो चाहिँ मलाई त्यति बेला फिल भएको थियो। ल म राम्री बनेर चिटिक्क बनेर हिरुनी बनेर माथि सारनकोट डाँडामा पुगिसकेँ। अब हेर्दैछु कसरी गर्दा रहेछन् प्याराग्लाइडिङ, के गर्दा रहेछन् भनेर। ओहो, यसरी हेर्दा चाहिँ म त सक्दिनँ कि क्या हो भन्ने जस्तो डर चाहिँ लागेको थियो अलिअलि। तर त्यस्तो धेरै बन्जी जम्प जस्तो चाहिँ मलाई यसमा डर लागेको थिएन। तर रिक्स चाहिँ बन्जी भन्दा चाहिँ यो चाहिँ अलिक बढी जस्तो लाग्यो। किनकि माथि स्काईमा धेरै समय होल्ड गर्ने हुँदाखेरि चाहिँ अलिकति पाइलटमै सबै कुरा पाइलटमै छोड्नुपर्ने हुँदाखेरि अनि अलिकति चाहिँ रिक्सी लागिरहेको थियो। त्यही पनि ल म चाहिँ उडेर सरर आकाशमा कहाँ अर्कै दुनियाँ। मलाई त्यति बेला कस्तो लागेको थियो भन्दाखेरि चाहिँ जीवनमा केही कुराहरू चाहिँ अनप्लानका कुराहरू पनि गर्नुपर्छ। गर्दाखेरि त्यसले पोजिटिभ भाइब्स, पोजिटिभ एनर्जी ल्याउँछ भन्ने जस्तो चाहिँ मलाई यो प्याराग्लाइडिङ गर्दाखेरि चाहिँ मलाई त्यो फिल भयो। किनकि मेरो इन्ट्रेस्टमा प्याराग्लाइडिङ त्यति धेरै स्काई ड्राइभिङ चाहिँ थियो। तर अब नेपालमा सम्भव छ या छैन त्यो मलाई थाहा भएन। छ भने कमेन्ट गरिदिनु होला। नेक्स्ट टाइम स्काई ड्राइभिङ गर्छु। अनि अब आनन्दले यो माथि बस्दाखेरि उहाँले सोधिराख्नु भएको थियो घर कहाँ हो अनि कहिले आउनुभएको भनेर। खासमा म चाहिँ धनगढीदेखि हो। धनगढी यो कैलाली, नेपाल सुदूरपश्चिम कैलालीदेखि। र म र मेरो साथी आएका थियौँ। अनि खासमा यो प्याराग्लाइडिङ गर्ने प्लान चाहिँ मेरो मात्र थियो। तर यहाँनिर एउटा इन्सिडेन्ट पनि भएको छ के, यो भिडियो हेर्दै इन्सिडेन्ट पनि भन्छु है। प्याराग्लाइडिङ गर्नको लागि मेरो साथीले मलाई माथिसम्म छोड्न जाने भन्ने कुरा भएको थियो। अब छोड्न त जाने, तर फर्किँदा चाहिँ एक्लै आउनुपर्छ। किनकि प्यारासुट चाहिँ तल लेक साइडमा ल्यान्ड हुन्छ अनि तपाईँ चाहिँ माथि हुनुहुन्छ। अनि लेक साइडमा ल्यान्ड गर्दाखेरि त हजुर आफै आउनुपर्छ कि नजानुहोस् भन्ने कुरा गर्नुभयो। अनि म यस्तो जिद्दी कि अब होइन, माथि गएर एक्लै फर्किन मिल्दैन, म एक्लै नै जाँदिनँ, हजुर पनि हिँड्नुहोस् भनेर मैले चाहिँ मेरो साथीकै दुईटैको टिकट काटेर अनि हामी दुईजनै प्याराग्लाइडिङ गऱ्यौँ। उहाँको क्लिप चाहिँ यहाँ छैन मसँग, भयो भने नेक्स्ट भिडियोमा हाल्छु। अनि यसरी म माथि हावामा उडिरहेकी छु। मेरा हजारौँ सपनाहरू लाई यसरी उड्न दिदिनँ। सपनाहरू त मनभित्र छँदैछन्, भइराख्छन् र ती फुलफिल पनि हुन्छन् एक दिन अवश्य।
तर यसरी प्याराग्लाइडिङ बन्जी जम्प एडभेन्चर गर्दाखेरि चाहिँ एकदम तपाईँको फ्रस्ट्रेस मेरो आफ्नो व्यक्तिगत धारणा है यो, तपाईँको भित्रको एक किसिमको डर तनाहा, एक किसिमको टेन्सन प्रेसर केही क्षणको लागि भए पनि रिलिफ हुँदो रहेछ क्या, सबै कुरा बिर्सिँदो रहेछ, आफ्नो खुसी नै सबैभन्दा पहिलो प्रायोरिटी हो रहेछ भन्ने जस्तो फिल चाहिँ मैले प्याराग्लाइडिङ र बन्जी जम्प गरेपछि मैले त्यो अनुभव गरेँ मैले त्यो कुरा चाहिँ। अनि आनन्दले आकाशमा उडिरहेकी थिएँ, एकदम सोच्दै नसोचेको कुरा होइन, यसरी पोखरा जाम्ला, यसरी प्याराग्लाइडिङ गरौँला, त्यही पनि आकाशमा। म त यति लामो समय उहाँहरूले लिनुहुन्छ जस्तो पनि लागेको थिएन कि, माथि नै धेरै होल्ड गर्नुहुँदो रहेछ। अनि आनन्दले अब म धेरै बोल्दा पनि हजुरहरूलाई नमिठो लाग्ला, तर अब भिडियो यो बनाउनु परिहाल्यो, नबोलिकन त कसरी गर्ने खै थाहा नै भएन। नेक्स्ट टाइम म नबोल्ने कोसिस गर्छु। यिनै भिडियोहरू नै त छन् नि यादको लागि, सम्झनाको लागि। अनि फेरि भोलिको दिनमा मैले यसो गरेको थिएँ, मेरो उमेरमा मेरो समयमा मैले यसरी प्याराग्लाइडिङ नै गरेको थिएँ, म त्यति कमजोर होइन भन्ने त्यो हिम्मत आओस् भन्नकै लागि पनि मैले यो भिडियोहरू यति लामो समयपछि एडिटिङ गरिरहेको छु, ताकि भोलिको दिनमा म आफैलाई प्राउड फिल होस्, म गर्न सक्छु है, मैले गर्न नसक्ने केही छैन भन्ने त्यो फिल आओस्, सेल्फ प्राउड। अब यसलाई नेग्लिजेन्स, यसलाई के भन्छ, घमण्डी त भन्न मिल्दैन, त्यही पनि अब अरूले हेर्दाखेरि चाहिँ अवश्य घमण्डी, आफ्नो तारिफ आफै गरिरहेछ भन्ने जस्तो पनि लाग्छ। तर अवश्य म गर्छु, मेरो तारिफ म छु, म गर्न सक्छु जस्तो लाग्छ मलाई चाहिँ। ओके गाइज, हजुरहरू हेरिराख्नु भएको छ, म यति बेला आकाशमा उडिरहेकी छु, एकदम आनन्द आइरहेको छ। होप यु हजुरहरू पनि कुनै दिन समय मिलेसम्म, पैसा त कहिले पनि मिल्दैन, पैसा आज छ भोलि हुँदैन, गर्छु भनेर मैले यत्रो वर्षसम्म गर्छु भनेरै बसेको थिएँ, तर पैसाले मात्र नहुँदो रहेछ, समय, साथ, सपोर्ट सबै कुरा चाहिन्छ यी यस्ता यावत कुराको लागि। र यसपालिको मेरो छुट्टीमा यी यस्ता सबै कुराहरूले साथ दिए र मैले यसरी हजुरहरूलाई मेरो भिडियो हाल्न पाइरहेको छु, यसमा म एकदम खुसी छु। हजुरहरू पनि जानुहोला अवश्य, आज नभए भोलि जानुहोला, तर जानु होला। म आकाशमै होल्ड छु है, म आकाशमै होल्ड छु। अब चाहिँ मेरो पेट चाहिँ बटारे जस्तो, एकदम भित्र के भन्छ, एकदम हुडुली जस्तो, त्यो घुमाउँदा उ गर्दा चाहिँ एकदम गाह्रो भयो जस्तो, बमिट आउला जस्तो, त्यस्तो फिल भइरहेको थियो मलाई चाहिँ। अनि त्यही पनि म इन्जोय गरिरहेको थिएँ, इन्जोय गर्नुपर्छ, नयाँ कुरा हो। अहिले आज एकछिन त्यो पेट हेर्नु न, उहाँहरूले कसरी घुमाउनुहुन्छ है, उहाँहरूले के हान्ने भन्ने हुन्छ के, त्यो कोर्गो हान्ने के भन्नुभयो, मैले त्यो ट्याक्कै टिप्न सकिनँ। म चाहिँ डाँडामै छु, शरणकुटकै डाँडामा छु। अब एकछिनमा उहाँहरूले चाहिँ उहाँहरूको रुट हुने रहेछ, फेरि उहाँहरूसित जिपिएस हुने रहेछ। ल म त पुगिसकेछु, तल लेकमा पुग्यो अरे। अब सकिने बेला हुन लागिसक्यो, मेरो समय 25 मिनट भन्नुभएको थियो, आई थिङ्क 15 मिनटदेखि 20 मिनटसम्म रेडीसेडी हुँदा सबै गर्दाखेरि चाहिँ सायद 30 मिनट जस्तो लाग्यो होला। एकदम रमाइलो भयो, एकदम आनन्द भयो। पोखराको माथि प्याराग्लाइडिङ सारङकोटबाट पुरै पोखरा, पुरै फेवाताल देख्न पाउँदा एकदम खुसी पनि लाग्यो। हजुरहरू पनि अवश्य समय मिलेसम्म जानुहोला, सबैभन्दा पहिले आफ्नो लागि समय दिनुहोला। आफू छौँ र त आफ्नो खुसी छ र त बाँकी खुसी हेर्न सकिन्छ। थ्याङ्क यू सो मच।